हाम्रो धनगढी सफा धनगढी चिटिक्क परेको धनगढी कति सफा सुन्दर छ रोडहरू चिट्ट परेको हामी अहिले क्याम्पस रोड पुग्ने तयारीमा छौँ यति राम्रो सफा चिटिक्क धनगढी सधैँ यस्तै रहिरहोस् क्याम्पस रोडको अब हामी टर्निङमा छौँ यस्तो हाइलाइटहरू सफा चिटिक्क सुन्दर यो क्याम्पस रोडको गुरै चोकमा प्रवेश गरे अहिले हाम्रो बिहानीको सुरुवात आज सफा धनगढी रोडहरू सफा चिटिक्क परेको हेर्दै अवलोकन गर्दै हिँडिरहेको अवस्थामा हामीहरू है रोग बिरुवाहरू भइरहेछन् र चौडा रोड क्याम्पस रोडको हो यो आफ्नो छुट्टै लेन छ यति व्यवस्थित भइरहेछ धनगढीले कोल्टो फरिरहेछ है हामी सेतु पुलबाट क्रस भयौँ अहिले सेतु पुलबाट क्रस भयो मेन रोडमा हामी मेन रोड प्रवेश यो हाम्रो अब हामी जिपरका पुगिरहेछौँ जिपरका पुष्पलाल चोकबाट अगाडि आएर हामी अहिले जिपरका पुग्यौँ बुद्ध मार्ग जिपरका ठ्याक्क हामी जिपरका पुल क्रस गरेर हामी हस्पिटल लाइनमा प्रवेश गरिरहेछौँ जहाँ गयो भने हाम्रो सफा चिटिक्क हेर्नुहोस् त सबैजना धनगढीको अवलोकन गर्न सबैजना आउँ एकचोटि यहाँको अनुभव यहाँको सफाइ यहाँको रोड फ्लोको हिसाबले पनि होइन सबैले राम्रो तरिकाले चाहिँ जिल्ला प्रशासन पुग्यो हामी हस्पिटल लाइन पुग्यौँ हस्पिटल लाइन सुदूरपश्चिम महोत्सव लागेको ठाउँ हो यो हाम्रो सेती अञ्चल हस्पिटल दुर्घटना भएको रहेछ यहाँ बाइकहरू ठोकिएर सेती अञ्चल हस्पिटल यो सब मेडिकल लाइनहरू हो